everyone, it's me, your favorite boy Sachin Suna Vlogs and welcome back to my another vlog. I hope सबैजना राम्रै हुनुहुन्छ। म पनि एकदम बबाल छु। आज चाहिँ हाम्रो स्कुलमा चाहिँ वेलकम प्रोग्राम रहेको छ। फिलहाल चाहिँ म अहिले स्कुलमा आइसकेको छु। अहिले चाहिँ बिहानको चाहिँ 7:30 बजे रहेको छ। अनि गाइज यता चाहिँ हाम्रो टिकटकरहरु अमेरिका क्या कहता था? अरे बाप रे। उहाँलाई चाहिँ चिन्नुहुन्छ होला, हाम्रो पिछले ब्लगमा पनि आउनु भएको थियो, उहाँ पनि आउनु भएको थियो होला बिदाईमा। उहाँ चिन्यो अनि उहाँ चिन्यो अध्यक्ष पाइ छैन र इन्टरनेसनल प्लेयरको हालत हेर्नुहोस्। कारबाही गर्नु पर्यो बिस्तारै। दादहरुलाई एडमिसन कसरी दिए भन्ने कुरा बेला बेला यहाँ खन्न पर्छ नि, त्यही भएर के एडमिसन कसको कोट हो यो? साथीको लाएर के हुन्छ र? त्यही हुन्छ कि छोड्दिनु। बच्चे सबै लाइनमा लाग्नु भएको छ टक्क लाएर। सिटै छैन यसमा मैडम, सिटै छैन के? अरे बाप रे। तू मेरे से प्यार करती है या नहीं करती, ये बता दे तू बस। कौन है रे? मलाई के थाहा यार, मलाई नगर्नु होला यार। मतलब वो अलग ही लेवल का बंदा था। हामी चाहिँ आफ्नो प्लेसमा पुगिसकेका छौँ। अहिले चाहिँ उता गर्ल्सहरूले नास्ता खाँदैछन् अनि बयजहरू हेरेर बस्यो। त्यसपछि 12का गर्ल्सहरूले नास्ता खान्छन्, 13का बयजले हेरेर बस्छन्। केटाहरू चाहिँ मस्त पारामा हेर्दै बस्दैन। उता केही भन्न चाहन्छौ? हाम्रो लाइन लगेर आफ्नो आफ्नो खाना पहिले अब चाहिँ हाम्रो ब्रेकफास्ट हुन गइरहेको छ, सबैले खाँदैछन्। हाम्रो प्रिन्सिपल साहब चाहिँ उहाँले भन्नुभयो कि जो पहिला 12का दिदीहरूलाई नास्ता खाना दिनु, तपाईँहरू त हिरो हो, बयजहरूलाई कि तपाईँहरू त हिरो हो भन्नुभयो कि यति भन्दा बित्तिकैमा हाम्रो केटाहरूको त इज्जत त यत्ना पुग्यो कि यत्ना रोइछु कि भन्ने भयो कि गाइज। त्यही भएर यस्तो गलत फेर्नेमा नपर्नु होला। वाह, मान्छे राम्रो कि कोट राम्रो कि चस्मा राम्रो। वाह, तपाईँले के भन्न हेर्न सक्नुहुन्छ हाम्रो 12 क्लासको नक्कली केटीहरूलाई। तुम खुद देखो, ये देखो है मुझसे कोई स्मार्ट, बताओ खुद नहीं, तुम खुद देख। मैं वाइफाई वाला को छोड़िला को नेटमा चल्ने वाला सम्पर्क गर्नु होला। अनि यहाँ चाहिँ यो सर्ट गरेर देऊ न पिछले भयो यार। जीना खुआरा नहीं मांगता, पैसा तुम्हारा नहीं मांगता। जिंदगी चली है मैंने अपनी ही शर्तों पे, बोल बच साला अब उन किसी का नहीं मानता। घोड़ियां भी मुड़ ऊ त्यहाँदेखि हामीले यो सप्लाई गरेको कुनै पनि अब हामी खान्छौँ किनकि यहाँको खाना एउटा मिठो भएन, राम्रो पनि लागेन, त्यही भएर
बेलौती चोरेर पनि खानु पर्यो पेट चोरेको होइन मेहनतको फल हो हाम्रो मेहनतको फल हो यो अब तपाईहरुको भाषामा चाहिँ यो चोरेको मेहनतको हेर्नु न कस्तो बेकार छ यार फोहोर पानी हो ओके यहाँको पानी देखेर यहाँको भन्दा बोट हाम्रो स्कुलको पानी नि भैँसी नउठा मोमो नहुने पानी मोमो मेहनतको फल खानु पर्छ एक पनि मिठो फेरि मिठो हुन नि यस्तो मिठो पुरै रातवाला बेलौती हो कि यो त यसमा के रहन सक्छ सबभन्दा पाएको यिनले लग्यो नि बोतलो आडेर गरौँला कि यो चाहिँ गाइस अब हाम्रो खाना फिलहाल चाहिँ गाइस अब चाहिँ हाम्रो यहाँ चाहिँ लन्च भने नि सबै यो लाइन हेर्दा गाइस लाइन यहाँ सरले चाहिँ लाइनमा लाग्नुभएको सबैलाई रोज निकाल्दै दिदी गर्नुभयो कि यता नि आउनुभयो यतिको फ्रेन्डली टिचर चाहिँ पाउन मुस्किलै छ मजाक रही कि जैसे गर्नु पऱ्यो गरेर तिनवटा यहीँ रहेछन् पिरीका माल पुग्ने छोड्ने गाइस सबै खाने यो चाहिँ लास्ट भर्खरै चाहिँ प्रोग्राम फिनिस भएर अब चाहिँ हामी घर जान लागेको यता चाहिँ सबैजना बसमा बस्न लागिसक्नुभयो अब चाहिँ घर जाने लास्टै गर्मी छ पसिना छोएको छ गाइज हेर्नुहोस् लास्टै गर्मी हाम्रो प्रोग्राम भइसक्यो लगभग अन्तिममा पुगिसकेका छौँ उता चाहिँ भर्खरै चाहिँ हामी चाहिँ स्कुल आएका छौँ उता चाहिँ बस आउँदैछ माथिको भ्यू नै क्या बब्बाल छ अब चाहिँ समय आइसकेको छ यस ब्लगलाई एन्ड गर्नेको आई होप तपाईँले यो ब्लग मन पर्यो होला यदि तपाईँले यहाँसम्म हेर्नुभएको छ भने अवश्य नै तपाईँले यो ब्लग मन पर्यो होला त्यही भएर लाइक गर्नु होला सब्सक्राइब गर्नु होला च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गर्नु होला भेटौँ यस्तो मजादार ब्लग तपाईँसम्मको लागि बाई बाई गाइस अल टेक केयर कसरी बयान गरौँ तो तिम्रो आँखालाई कसरी बयान गरौँ तो बोल्ने भाकालाई कसरी बयान गरौँ तो तिम्रो केसलाई कसरी बयान गरौँ